कति रुपियाँमा दिएछ यार भन न यार ले ले तेरोको देखा जाऊ के गरेको कोने क्यामेरा बोल्नुला ले ओए काउरे कोने क्यामेरा बोल्नुला अंदर हमने वीडियो बनाया चल निकल आओ अंदर चल फाइनली आज चाहिँ हाम्रो यात्रा सुरु हुँदैछ घरतिरको समथिङ 2 वर्षको यात्रापछि यहाँ चाहिँ हाम्रो भाइहरू रेडी बनाइसकेको छ नि त अब चाहिँ हामी चाहिँ हिँड्नु पर्दै हुन्छ यहाँदेखि ल लेट स्टार्ट गाइज भिडियो स्टार्ट गरौँ है फाइनली हाम्रो सफर चाहिँ सुरु भइसकेको छ गाइज ओ लातो इधर देखो आज चाहिँ फाइनली समथिङ 20 महिनापछि चाहिँ हाम्रो यात्रा चाहिँ घरतिर हुँदैछ कि आज चाहिँ यसो बाटोतिरको भिडियोहरू म देखाउनेछु मस्त हुनेछ त्यो फुल भिडियो वाच गरौँ है फाइनली गाइज हामी चाहिँ बस लाग्ने ठाउँमा आइसक्यौँ होइन हाम्रो चाहिँ अहिले बस यहीँदेखि आउँछ अहिले चाहिँ हामी चाहिँ यहाँ टिकट काट्ने ठाउँमा आउँछौँ भने यहाँ चाहिँ टिकट काट्ने ठाउँमा पछि हामी टिकट काट्छ मलाई कतिसम्म हुन्छ जति सक्दो बताउनु पर्छ र हामी चाहिँ अहिले जाने हो अहिले एकछिन पछि है यात्रा सुरु हुन्छ गाइज अहिले चाहिँ यहाँको चाहिँ 7 बजेको छ होइन आज चाहिँ अब हामी चाहिँ घर जानु लाग्यो नि त त्यही कारणले गर्दाखेरि हाम्रो चाहिँ यात्रा अब चाहिँ सुरु हुन्छ यहाँदेखि समथिङ 1200 किलोमिटर छ यहाँदेखि र पर्सि पुगिन्छ नि त आज चाहिँ भर्खर हामी चाहिँ बसमा भर्खर बसेछौँ अब चाहिँ यहाँदेखि चाहिँ रमाइलो हुन्छ होला यात्रा जस यात्रा सुरु गरौँ न त गाइज हामीले चाहिँ साइकल यहीँ छोड्नु पर्ने भयो किनकि बसमा लग्न दिने रहेनछ त्यो कारणले गर्दाखेरि आज मेरो साइकल यहीँ बसेको छ ओ पारी तर मैले त्यसलाई लग्न सकिनँ अब रिटर्न गर्नुपर्ने भयो बाजेले फक्कटमा मलाई धोका दियो यार गाइज मेरो साइकल अब यहीँ हेरेर बस्ने भयो खतम छ गाइज फाइनली गाइज अहिले चाहिँ यहाँको चाहिँ समथिङ 12 बजिसकेको छ यतिखेर चाहिँ हामी चाहिँ अब जानुपर्ने छ यो चाहिँ हाम्रो सेकेन्ड डे हो है आजको दिन शुभ बिहानी हामी चाहिँ खानाको लागि चाहिँ बिहान नास्ताको लागि चाहिँ सब झरेको थियौँ त्यसको साथमा सबैले नास्ताहरू गरेको थिए तर मैले चाहिँ गरेन अहिले चाहिँ हामी चाहिँ राजस्थान आइसकेको छौँ है यतिखेरको समयमा चाहिँ हाम्रो चाहिँ यात्रा चाहिँ राजस्थान पुगिसकेको छ सेकेन्ड डे चलिरहेको छ है यो चाहिँ हाम्रो चाहिँ साँझको खाना हो नि त हामीले चाहिँ खानुपर्ने हुन्छ किनकि बिहान चाहिँ खाएको थिएन त्यसैले चाहिँ अहिले चाहिँ खानुपर्ने हुन्छ हामी चाहिँ खानाको लागि टेबलमा बसिसकेको छ टोकन समयमै फटाफट बस्नुभएको छ है यहाँ चाहिँ राजस्थान स्टाइलमा चाहिँ भाडाहरू एकदम डिजाइनमा बनाएको रहेछ होइन बेलन चौकाहरू सिलौटाहरू यस्तो बवाल डिजाइनमा बनाएर राखेको रहेछ होइन बेच्नको लागि तर हामीले चाहिँ किन्ने छैनौँ नि त त्यसैले सोधेनौँ यसको प्राइस तर देख्नलाई एकदम काफी सुन्दर थियो है प्रधान प्लेस बिहानको नास्ता गर्ने टाइम भइसकेको छ यतिखेर चाहिँ हामी चाहिँ लगभग 9-12 आसपास आइसकेका छौँ होइन हेरौँ राम्रै छ फाइनली गाइज हामी चाहिँ अब घर पुग्ने अवस्था पुगिसक्यो हामी चाहिँ अहिले बाटोमा लगभग समथिङ बराइज पुगिसकेको छैन अझै लाग्छ होला हामीलाई 1-1.5 घन्टा हाम्रो सफर भनेको यस्तै छ एउटाले खुट्टामा नाक्नामा दुईजना सिटमा 3जना बसिएको छ हालत यस्तो खराब भइसक्यो कि सबै दुखेर ल्याम्प परिसक्यो सब यतातिर छन् ल्याम्प परिसक्यो यसरी बसिया छन् है
पुरै यस्तो हो कि पुरा बसहरू यस्तो छ कोही सुतिरहेछन् पछाडि मस्तले यता कोही यता धलिया छन् है हाम्रो पारा यस्तै त हो नि कोही यता धलिया छन् है बाहिर हेरौँ यस्तो छ ल है यतातिर हाम्रो ट्रक ड्राइभरहरू ओहो दोकानदार बाजे केही दिने हो गइहाले ओहो बाजे बजे यहाँ बसेका छन् ओहो दिदी जाने हो ओहो आउनुहोस् आउनुहोस् म पनि खलासी हो के ओहो यो चाहिँ हाम्रो युपीको गाउँ हो क्या हाम्रो भन्दा अलि टाढा हो यहाँ सानो सानो खोला पनि रहेछ चिसो चिसो मौसम छ यतातिर त गाई लानपाडा चलो देख्न सकिन्छ है हाम्रो नेपाली गाडीको त्यस्तो छ एउटाले मेरो मुखमा यहाँ खुट्टा ल्याएछ अब एउटा हेर उताको मुखमा मैले खुट्टा फेरि पुरै सिधै हो मुखमा हालिदिने ओ यस्तरी हो यो हालत यस्तो हुन्छ के चल मार खाए रात को आना रात को आऊंगा मैं फिल्म दिखाऊंगा ये मोहब्बत में खालेगा एक दो तो मालूम पड़ेगा तेरे को ल हेर केटा यहाँ चटपटे बेच्न हो केटा भाड़ा से लेके आए कैसे करो फिर आया इधर नहीं खाया ₹10 को चावल किलो के ₹10 को अरे भाई कति रुपये में दिया था कति रुपये में दिया था एउटा ले तेरे को देखा था क्या करेगा ले कोने के मतलब मिला हमने वीडियो बनाया चल निकल आओ आंदे ले तेरे को देखा था क्या करेगा कोने के मतलब मिला ले कोने के मतलब मिला हमने वीडियो बनाया चल निकल आओ आंदे भित्रैको बनाइदिन्छ भित्रैको मजा गरेको सम्झाएको नानपाडा आइगो गाइज हामी चाहिँ यहाँ रुपैडियाको बस स्टेसन आइसक्यो है ल हेरौँ गाइजको यहाँको पब्लिकहरूको जमात यति तन्नै छ यार हाम्रो चाहिँ गेट यहाँबाट बन्द छ अहिले चाहिँ फिलहाल है यतातिर टक्क मान्छे तन्नै छन् है ओ सब राउडा रमाइलो फाइनली भिडियो चाहिँ यति नै खतम हुन्छ है आजको लागि नेक्स्ट भिडियोमा मिलौँ ल बाई बाई